Hey guys, welcome back to my channel or a vlog. And it's been a while since I have last vlog. And today is Wednesday. Nothing too crazy, but I thought I'd bring it along with me. It's like a day in my life because it's been a while I've not been vlogging. So I am washing my hair. After this, I will have food and then we will go to some places. And I'll get you along with me today. Hope you guys will like it, but nothing too crazy. I don't expect anything. So right now I have come to terrace लुगा सुकाउनु अनि आज vlogमा चाहिँ केही छैन हुनु चाहिँ it's like a day in my life only. ऊ तल हिँड्दैछ. You see the rope, त्यहाँनिर rope देख्नुहुनेछ नि, and that hanging tin, that is my father technique. त्यहाँनिर मकैहरू रोपेको हुन्छ, के रोपेको हुन्छ अनि राति स्यालहरूले खाइदिन्छ भनेर चाहिँ आप्पाले चाहिँ सुत्ने भन्दा अलिकति अगाडि चाहिँ त्यो यता बरन्दाबाट नि यसरी हलाइदिन्छ अनि त्यहाँनिर भत्छ अनि सो द्याट कि जानवरहरू नआओस् भनेर. And that's my father technique. This is my room. Light छ कि छैन? Yes, there's light. Now let me Sunscreen is very important disregarding any kind of weather. We have to wear it. It's because not to protect from getting tan or black, but skin ko lagi, skin ma, as we have studied ki that UV rays and all, it's fine. बाटोमा हिँड्दा हिँड्दै यता सानो सानो लाटा रहेछ लाटा अर्कै छ त यो साप्ता खोलामा लानुहोस् हो जाउँछ है के गर्दैन जाउँछ कहाँबाट उडेर आयो. You guys can see the mini garden here, which is planted by त्यहाँको फातिमले रोप्नु हुँदै थियो त्यहाँनिर. यो चाहिँ हाम्रो गाउँ र अहिले चाहिँ म जाँदैछु माथि अजाङकोमा अनि अजाङहरू पनि माथि एकछिन जानुहुन्छ अरे. आज चाहिँ हामी खाब्जे लाउँछु, कम्ती लाउँछ होला, त्यहाँदेखि चाहिँ माथि हामी घुम्पा जान्छु. So I knew that one is going with us. Vives! He's not feeling well, he's sick. Yeah, from this way we are going up to that house where we are making khabje. And after there we're heading towards monastery. आमाहरू त्यही छ, काम सघाउँदैछ, पूजा हुँदैछ र अब चाहिँ हामी जाँदैछु. यहाँ हाम्रो गाउँमा घुम्ने जग्गा त केही छैन, पर चाहिँ कञ्चनजङ्घा भ्यू चाहिँ दामी देख्छ. सिन्स अहिले चाहिँ it's been covered by clouds, so nothing can be seen there. कञ्चनजङ्घा चाहिँ यहाँदेखि देख्छ. अनि यो चाहिँ छ the oldest lodge block. यो चाहिँ पहिला अब कसले बनाएको, यहाँको भित्रको सामानहरू चाहिँ एकदम एन्टिक छ. कति थियो त्यो, कतिहरू त अब लगिसक्यो, मेबी द ओनरले लग्यो होला. यो चाहिँ अब कतिहरूले चाहिँ एज अ टुरिस्ट लज त्यहाँ चलाउँदै थियो, तर
सिन्स टुरिस्टहरू त्यति यता हिँड्ने बाटो काम छैन सिन्स द्याट फ्लड त चल्दैन विच इज वाइ अहिले चाहिँ यस्तो भइरहेछ हालत तर दामी छ भित्रको स्ट्रक्चर एभ्रिथिङ इज सो ब्युटिफुल पर्फेक्ट माथि के गर्दैछ गुम्पामा अरूहरू आमाले बोलाइरहेछ एकछिनमा जान्छु So right now we are heading towards monastery, and along me there are kids. Look insect. Nothing insect again. And first of all, as we always do, the ढोक्दै घुम्नु पर्यो We have to go up अनि त्यहाँ छ कम्पाउन्ड जहिले देखाउँदै आएकै हो मैले आजजना चाहिँ सम पिपल अफ हियर यहाँनिर सघाउँदैछ यसो त्यहाँनिर पूजा हुँदैछ आदि सघाउने यता छ आदि तल खब्जे बनाउनु सघाउँदै थियो त्यसलाई के भन्छ आलाकत्रा हजुर उताले बस्नेहरू को हो को हो उनीहरू अङ्कलहरू के गर्दैछ अङ्कलहरूले अङ्कलहरूले के गर्दैछ Smile. Huh? What are you eating? Banana. Dia pasti malah ningan dia macam ni biasa kan dia kelas tu. Pasti orang ni macam ni.
तपाईँहरूले चाहिँ खालि खाँदै मात्रै देख्छ होला होइन, त हेर्नुहोस् हो कामहरू पनि गर्छ, भाँडाकुँडा दिन्छ, सबै हो। अब चाहिँ आजको सबै कामहरू सकेर सफाइहरू हुँदैछ, बाह्रहरू दिनहरू हुँदैछ, मैले दिइसकेँ होइन, भर्खर भिडियो बनाउँदैछु, सफाइहरू हुँदैछ। खन्काएर चाहिँ आजको हाम्रो काम सक्छ। भोलिदेखि चाहिँ अर्को भिलेजकोहरू आउँछ, त्यहाँको सोसाइटीहरू आउँछ र यता खानाहरू बनाउने टर्न चाहिँ उनीहरूको। हाम्रो गाउँ किमरङको चाहिँ सक्छ आजदेखि। यहाँ पुस्तक पढ्दैछ, 108वटा पुस्तक पढ्नुपर्छ, अन्त आदि पढ्दैछ, अझै निकै छ। अनि सो छुट्टै रहेछ अब खानाहरू बनाइदिनु उहाँहरूलाई। कहिलेदेखिको यो त बिस्किट का यो के हो? मेला Alright guys, I'm going to wrap my vlog here, and if you guys like it, give a like, drop a comment. I want to know how your day went, and keep supporting me. I'll also support you guys. And आजको vlog चाहिँ यति नै end हुन्छ. Bye bye.